हेलो एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। मैले चाहिँ घरमा नियमित लिएको दुधबाट तर्जमा गरेर आज घिउ बनाउँदैछु स्पेसली मिक्सरमा। र मैले चाहिँ सुरुमा मिक्सरको भाँडामा खनाएँ, अनि त्यसपछि खनाइसके पछाडि मिक्सरमा राखेर एकछिन स्टार्ट गरेँ। स्टार्ट गरिसकेपछि चाहिँ मैले त्यसमा तातो पानी एड गरेँ। तातो पानी एड गरेर फेरि एकछिन केही समय स्टार्ट गरेँ। स्टार्ट गरिसकेपछि फेरि त्यसमा चाहिँ चिसो पानी एड गरेँ। अनि चिसो पानी एड गरिसकेपछि फेरि स्टार्ट गरेँ। स्टार्ट गरे पछाडि चाहिँ मेरो चाहिँ घिउ बनिसकेको छ। देख्न सक्नुहुन्छ तपाईँहरूले कस्तो राम्रो मलाई भइसकेको छ। हामीले चाहिँ घरमा नियमित लिएको दुधबाट यसरी घिउ बनाउन सकिन्छ। साथीहरू, हजुरहरू कसले यसरी बनाइसक्नु भएको छ र कसले बनाउनु भएको छैन, बनाउनु भएको छ भने एकचोटि टेस्ट गर्नु होला बनाएर। एकदमै राम्रो हुन्छ र मिठो पनि हुन्छ घिउ।